भर्खर मुख धोएर आएको फेस वास लिएर हेलो गाइज अब चाहिँ काम सुरु भयो यहाँ छ चाहिँ अब वहाँ पर छ बाटो पारी त्यहाँ जानुपर्ने लास्टै पेलाइ हुने भयो पेलाइ अघि भर काटेर जाएको अनि खाजा खाएँ म फेरि जानु लागेको अहिले कति 10 त बज्दैछ भर्खर ल अब त्यहाँ मेरो चाहिँ अब पानी बोट ल्याउने अवस्था हुँदैछ अहिले चाहिँ तिर्खा भएर क्या सबैलाई अनि बोतल बोकिरहेको छु पानी त ल्याइदिनु पऱ्यो नि त खान्छ अरे वहाँ पर छ घर जानुपर्ने थोरा त होइन नि अझै यो छ क्या यो मेन धान भनेको सकिन गाड मसिन गर्दा यो के भन्छ यो धान बोक्नु र यो काट्नु नि यस्तो हैरान लाग्छ मलाई काम सबसे हैरान भनेको मलाई यही काम लाग्छ त्यही काम चोर्नुको लागि पानी लिएर आउँछु भनेर त्यसरी गरिरहेको छु जाने अब भाइलाई भर्न लाउने एकछिन बस्ने मस्तले ऊ त्यहाँ हो त्यहाँनिर ठक्क उहाँ अनि अझै सकेको छैन भर्खर पारीको ड्युटी सकेको छैन अन्त कहिले सक्नु तर मान्छे छान्नुपर्छ तर गफ गर्दै गर्दैछ क्या कस्तो ढिलो गर्दैछ उम्ताको स्यालेहरू छ अब चाहिँ म घर जाँदैछु ठक्क यहाँनिर छ है जाने एकछिन बस्ने भाइलाई भर्नु लगाउने हस् त भाइ झोला खोज्न झोला कहाँ छ बोतलहरू थुपार्दै बस्छु छैन ओइ त्यो पानी भर्नु जाँदा बोतलमा छिटो ल्याउनु खोल्दै बस्छु ए हो कस्तो काली देख्यो त तपाईँ ओइ छिटो भर्न त्यसको बिर्कै छैन कतिवटा बोल्यो सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग अहिले चाहिँ कस्तो सिन देखिरहेको छ होइन त्यो चाहिँ थाहा छैन है घाम उतापट्टि छ कालो देखाइदिइरहेको होला होइन होला के हो अझै म यहाँ पर जाँदैछु क्या यसो फोटो खिच्नु पऱ्यो भनेर वहाँनिर छ होला मान्छे देखेन क्यामेरादेखि अलिक पुसपास भएन जस्तो छ अब दिनभरि घरमा थालेको अहिले चाहिँ ठ्याक्कै मेरो ड्रेसअप चाहिँ यही हो अहिलेको धान पनि सब काटिसकेछ क्या यतातिर यता चाहिँ छैन काटेको अझै छ अब धान काट्ने बेला आउँदैछ काट्नुपर्छ अब यस्तो बेलै हुन्छ काटो भनौँ बानो साह्रो प्रेसर लायो गाह्रो साह्रो अहिले चाहिँ यसो भिडियो बनाउनु चल्दिएको खोलातिर अल्छी लाग्छ घरमा बस्दा पनि आज दिनभरि घरमा थियो अहिले कति 3 बज्यो 3:30 अहिले निस्किँदैछु अब बेलुका घर गयो त्यहाँ बसिरहेको होला कहाँ गएको अरे त हामी खोलातिर होइन यसो फोटो खिच्नु होइन भर्खर मुख धोएर आएको फेस वास लिएर त्यही त सुनसान पारिका नि त्यही डाँडामा चार्ज पनि छैन फोनमा गाह्रो छ
त्यो चाहिँ लास्टै खराब छ है यस्तो छ खुट्टा गाडिनु खोज्छ आमा यस्तो कस्तो सेतो खुट्टा हो मेरो आज पो देख्दैछु यस्तो यस्तो सेतो खुट्टा छ तर फोहोर हुने लुगा यो बाटो चाहिँ घारी भइसकेको छ पुरै के हो खोला घटेछ अस्ति बाढी आएको थियो त्यही त दामी सिन निस्किन्छ नि यहाँ पनि ल यहाँ त नि पुरै छैन त अनि खाली भएछ त ल कत्रो आएछ त अनि त्यही त यहाँ त सब केही छैन यता कहाँ यहाँको यतापट्टिको यो गाउँको ए खतरा नि भएछ तर अनि उहाँ सञ्चारको पुलले त भत्काइदिएको थियो माथिको सानो पुल भत्काइदियो भत्काइदियो त बिचमै भत्काइदिएको छ तल नि भाइ बाख्राहरू पालन गरेको 18वटा खसी र बाख्रा हराएर सुन्दै थिएँ मैले पनि बगाइदियो अरे ल अहिले चाहिँ हामी घर लाग्दैछौँ अँध्यारो अँध्यारो भइसक्यो लाइट पनि अनै भएको छैन फोनको के हो ए साँच्चै 2% पो छ त यस्तो छ देख्यो कि देखेन त्यो चाहिँ थाहा छैन अझै एकैचोटि घर पुगेर ल बाई